उतारीमा राजा भेटियो। देशको शान्तिका लागि राजगद्दी त्याग गर्ने राजा ज्ञानेन्द्र साहित्यमा जी शाहको नामले प्रसिद्ध। देउरालीमा राजा भेटियो। राजा ज्ञानेन्द्रले रचना गरेको गीत छ भन्दा तपाईहरूमध्ये धेरैलाई आश्चर्य लाग्न सक्छ। राजा वीरेन्द्रलाई पनि आफ्ना भाइ ज्ञानेन्द्रले गीत लेख्न थालेपछि साहित्यप्रति रुचि बढेको थियो। आफ्नै ढुङ्गा आफ्नै माटो हामी स्वाभिमानी। रानी ऐश्वर्यको साहित्यप्रतिको लगावले पनि राजा वीरेन्द्रलाई साहित्यप्रति आकर्षित गरेको थियो। गाउँदेशीमा राजा भेटियो। आदरणीय दर्शक महानुभावहरू, राजा ज्ञानेन्द्रद्वारा लिखित यो देशभक्ति भावले परिपूर्ण गीत अबको पालोमा बाँच्नु नै छ यदि भने बाचा नेपाली भई। गायक प्रकाश श्रेष्ठको सुमधुर आवाजले यस गीतलाई अझै मर्मस्पर्शी बनाएको छ। बोल्नु नै छ यदि भने बोला नेपाली नै। राजा ज्ञानेन्द्रको गीतमा उनको देशप्रेम स्पष्ट रूपमा देख्न सकिन्छ। आमाको नै गराएदी गर्ने भए याद। यो देशमा देशभक्तहरूको गीतलाई गुमनाम बनाइन्छ अनि अश्लील गीतहरूलाई चर्चित बनाइन्छ। आफूलाई पाउने भए नेपाललाई हेर। देशभक्ति भावले परिपूर्ण यो गीत उत्कृष्ट हुँदाहुँदै पनि धेरै नेपालीहरूको माझमा पुग्न सकेको छैन। ढिलै भए पनि यो गीत तपाईँ सामु आइपुग्यो। तपाईँलाई यो गीत कस्तो लाग्यो कृपया कमेन्ट बक्समा प्रतिक्रिया जनाइदिनु होला। नेपाल यो तातो रगतले बाँच्छ। जब जब देशमा सङ्कट आइपर्यो तब तब बाध्यतावश देशको राजगद्दी सम्हाल्न पुगेका राजा ज्ञानेन्द्रप्रति हाम्रो उच्च सम्मान छ। नेपालको निम्ति मर्नुपर्छ भने। भिडियो मन परेमा यस च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।